गाइज आज चाहिँ म जाँदैछु मेरो न्यू फोन किन्नलाई अनि हामी चाहिँ यहाँनिर लगन खेलको रथ आइरहेको थियो अनि लगन खेलको रथ पनि ढोग्यो होइन अनि अब चाहिँ जाँदैछु मेरो न्यू फोन लिनको लागि हामी फ्यामिली जाँदैछौँ यहाँ मेरो बहिनी छ हामी जाँदैछौँ यहाँ पानी परेर पानीले हामीलाई धोका दियो गाइज मेरो मामु यहाँ आइदिन्छ मामु इज द मेन बस किनभने मामु मेरो मोबाइल किन्नु रहेछ बाबाले नि मामुले हो अहिले बाबाले नै हो हुन त यहाँ किन्नलाई चाहिँ क्या मामु त मेनै गर्न मेरो बाबा चाहिँ बस अनि यहाँ मेरो मम्मी र माइजू हिँड्छ येल्लो डकिलो खालो अनि अब चाहिँ हामी हिँड्दैछौँ है जलहेलमा छ भनेर थाहा भयो आज मात्र थाहा पाएको अनि मैले चाहिँ ग्रानी सिस्टरलाई पहिलेदेखि फलो गर्नु राखेको थिएँ अनि आज चाहिँ जाँदैछु म ग्रानी सिस्टर हाल्नुको लागि मेरो बहिनी त्यहाँ अगाडि एक्लै हिँड्नु गएको छ म के गर्नु भइरहेको गोलु बस्न पानी लास्टै ठुलो पऱ्यो कि मेरो मेकअप बिग्रिन्छ अनि मेरो मामाहरू फेरि बिचमै अड्किसक्छ पुग्न लगाइसक्यो मामु नभइकन मेरो मोबाइल आउँदैन फेरि द्याट्स वाइ यहाँ पानी परेको छ यहाँ मेरो मम्मी हिँड्छ है यहाँ माइजू र मामु हिँड्छ यहीँ बहिनी छ अनि म यहाँ छु एनसेल अफिसको तल जस्तो लागेको थियो एनसेल अफिसको तल होइन एनसेल के भनेको थियो क्या हामी हेर्दैछौँ कसको त्यही त खै फेरि अड्किसक्यो सबैजना गाइस अब हामी यहाँ कुरै छ यी डमीहरू छ यति सिटी बजाउने बानी भयो होइन अनि त्यही भएर अझै जहाँ हिँडेको त्यहीँ सिटी बजेर अनि यहाँ मेरो बहिनी चाहिँ कुकुर देखेँ होइन तर्सेर चाहिँ बोल्यो नि त्यो त टाढा छ कुकुर चाहिँ अनि तर्सेर चाहिँ यहीँदेखि छ सो गाइस कति राम्रो ड्रेस हेर्नुहोस् न नाइस ड्रेस के अनि हामी चाहिँ अब यहाँ कुदिरहेको छ मामुको लागि मामु बिस्तारै कक्षाको चारामा हिँड्दै हुन्छ म चाहिँ छिटछिटो हिँड्छु होइन म चाहिँ आन्छु एक्साइटेड नि त त्यही भएर म चाहिँ छिटो हिँड्छु क्या अनि अब चाहिँ हामी जान आएको छौँ सिस्टरमा अनि सिस्टरमा गएपछि चाहिँ म मेरो फोन किन्छु गाइस सो म त्यही भेट्छु है त हजुरहरूलाई बाई बाई